नेपालको लागि द स्टोरेज सिरिज द युनाइटेड कप नेपाल भर्सेस वेस्ट इन्डिज T20 सिरिज चलिरहेको छ। 27 सेप्टेम्बरबाट जुन चाहिँ नेपालले होस्ट गर्दैछ, जुन चाहिँ दुबईमा हुन गइरहेको छ। त्यसको लागि चाहिँ हामीले लाइभ कहाँदेखि र कसरी हेर्न सकिन्छ त्यसको बारेमा विशेष भिडियो रहेको छ। यो नेपालको लागि एकदम हिस्टोरिक गेम हो। टेस्ट नेसनसँग पहिलो बाइलेटरल सिरिज एन्ड अल्सो विथ द वेस्ट इन्डिज। सबभन्दा पहिलो कुरा हाम्रो नेपालमा हामीले कसरी ल्याउन सकिन्छ। नेपालमा चाहिँ ब्रोडकास्टको राइट चाहिँ आरओएनबीले लिएको छ। सो आरओएनबीको सम्पादक भिक्टर पौडेलको भन्नुअनुसार चाहिँ हामीले त्यसमा स्पिडोमिटर र थर्ड एम्पायरको पनि सुविधा रहेको छ, जसलाई चाहिँ हामीले आरओएनबीको युट्युब च्यानलमा र टिभीमा चाहिँ कान्तिपुर म्याक्स र कान्तिपुर टेलिभिजनमा हेर्न सकिन्छ। सो नेपालमा चाहिँ इन्टरनेट अप्सन रहेको छ। जस्तै युरोप, युएसए र मिडल इस्टमा चाहिँ हामीले आरओएनबी मिडल इस्ट नामक युट्युब च्यानलमा हेर्न सकिन्छ। त्यो पनि रुटिङ अफ नेपाल भन्दाकै युट्युब च्यानल हो, रुटिङ अफ मिडल इस्टमा। र अस्ट्रेलिया र न्युजिल्यान्डमा चाहिँ हामीले चाहिँ नेप मेलो म्युजिकमा हेर्न सकिन्छ, त्यो पनि युट्युबमा। र इन्डियाको कुरा छ, इन्डियामा चाहिँ हामीले चाहिँ फ्यानकोमा हेर्न सकिन्छ। र त्यस्तै इन्डिया, बङ्गलादेश र एसियन सब कन्टिनेन्टहरू चाहिँ हामीले चाहिँ टिभीमा चाहिँ सोनी लिभमा चाहिँ हेर्न सकिनेछ। र त्यसै नेपाल टाइमअनुसार चाहिँ हामीले फर्स्ट T20 आई चाहिँ असोज 11 गते 27 सेप्टेम्बर शनिबार, र सेकेन्ड चाहिँ असोज 13 गते 29 सेप्टेम्बर मन्डे, र थर्ड T20 आई चाहिँ असोज 14 गते सेप्टेम्बर 30 ट्युसडे। र एउटा कोइन्सिडेन्ट कुरा चाहिँ मेरो बर्थडेको दिनदेखि नै हाम्रो यो हिस्टोरिक T20 सिरिज स्टार्ट हुन गइरहेको छ। नेपालको टाइमअनुसार 8:15 र युएको टाइमअनुसार चाहिँ 6:30 PM सुरु हुने गइरहेको छ। र तपाईँले जसरी हेर्न सक्नुहुन्छ त्यसरी चाहिँ नेपालको हिस्टोरिक सिरिजलाई चाहिँ हेरेर सपोर्ट गर्न नबिर्सनु होला। र विसिङ यु अल द बेस्ट नेपाल क्रिकेट टिम। विजयी भव।